4 अर्ब वर्ष पहिले एउटा ठुलो बिग ब्याङ भएछ साथीहरू। हाम्रो यो ब्रह्माण्ड बनेछ, ग्यालेक्सी। त्यसपछि हाम्रो सोलर सिस्टम बनेछ, सौर्यमण्डल। अनि हाम्रो एटमोस्फियर बनेछ, वायुमण्डल। त्यो समयमा हाम्रो जो पृथ्वी थियो यो एउटा आगोको गोला जस्तो थियो। एकदमै लाइफ त यसमा इमेजिनै गर्न सकिँदैन थियो। यो त्यसपछि करोडौँ वर्षसम्म यस्तै नै आगोको गोलाको रूपमा रहिरह्यो। यहाँ जीवनको कुनै अस्तित्व नै थिएन, जीवन भन्ने नै थिएन। त्यसपछि अर्को अरब वर्षपछि तपाईँको यो गोलामा बिस्तारै सेटलमेन्ट हुँदै गयो। यसमा उल्का पिण्डहरू, एस्ट्रोइडहरू आएर ठोकिए। तर बिस्तारै बिस्तारै यो सेटल हुँदै गयो र पानी पनि धरतीमा उपलब्ध भयो। पानी कसरी भयो अरे भन्दाखेरि चाहिँ एस्ट्रोइडहरूले, बाहिरबाट आएका तपाईँको उल्का पिण्डहरूले पानी लिएर आएको थियो र त्योसँग त्यो ल्याएर यहाँ पानी भयो अरे। पानी भएपछि अर्को अरब वर्ष बित्यो, फेरि करोडौँ वर्षहरू बिते। त्यसपछि बिस्तारै हाम्रो धरती सेटल हुँदै गयो। सेटल हुँदै गएपछि पहिलो हामी सबै प्राणीहरूको, अहिले धरतीमा जति पनि प्राणीहरू छन् ती सबै प्राणीहरूको एन्सेस्टर, पुर्खा चाहिँ एउटा सेल, एउटा कोषको रूपमा पानीभित्र एउटा जन्म लियो। त्यो पनि धेरै रियाक्सन्सहरू, केमिकल रियाक्सन्सहरू पछि, इलेक्ट्रिसिटीहरू पछि, केमिकल रियाक्सन पछि बनेको कोष। त्यो कोष नै हामी सबै, जति पनि हामी ह्युम्यानिटी छौँ, जति पनि हामी प्राणीहरू छौँ अहिले धरतीमा, त्यसको चाहिँ एन्सेस्टर, पुर्खा नै त्यही एउटा कोष हो। त्यो कोष बन्यो प्रकृतिको देन। हेर्नुहोस्, नेचुरल सेलेक्सन भन्छ यसलाई, एउटा सेल, कोष। त्यसपछि तपाईँको त्यो सेल बिस्तारै समयक्रमसँगै पानीभित्रै त्यो सेल पछि एउटा यस्तो रियाक्सन हुँदै गयो कि एउटा सेलबाट दुईवटा सेल बन्यो अरे। त्यसपछि दुईवटाबाट चारवटा सेल, यसरी सेलहरू, तपाईँको कोषहरू चाहिँ बन्दै गयो। कसरी बन्यो भन्दा नेचुरल सेलेक्सन, यो प्रकृतिको केमिकल रियाक्सनहरूबाट यस्तो हुँदै गयो। पछि एउटा के देखियो भने ती जुन बनेर एउटा कोषबाट छुटेर बनेका लाखौँ करोडौँ कोषहरू छन्। त्यसपछि एउटा कोष अर्को कोषसँग फेरि म्युटेसन हुन थालेछ। यसलाई सेक्स पनि भन्दो रहेछ। सेक्स भएर त्यस्तो एउटा समय आएछ। त्यस्तो गरेर अब मैले एकदमै लेम्यानको भाषामा बुझाउने तरिकाले भनिरहेको छु। अब त्यो म्युटेसन भनेको के हो, सेल भनेको के हो नबुझ्न पनि सक्नुहुन्छ हजुरहरूले। तर सामान्य रूपमा भन्दाखेरि एउटा कोष, हाम्रो शरीर करोडौँ लाखौँ कोषहरूले बनेको हुन्छ। एउटा सानो कोष त्यो बनेको छ। त्यसपछि धेरै कोषहरू बने। त्यसपछि कोषहरू बिचमा तपाईँको सम्भोग जस्तो हुँदै गयो। त्यसपछि बिस्तारै हामी एउटा माछा जस्तो रूपमा पानीभित्र नै जीवन, धरतीको जमिनमा त जीवन नै छैन त्यतिखेर। यो भनेको अरबौँ वर्षको अगाडिको कुरा, करोडौँ वर्षको अगाडिको कुरा। धरतीमा त जीवन नै छैन, पानीभित्र नै छ। र पानीभित्र हामी ह्युमनहरूको चाहिँ माछाको जस्तो रूपमा छ। अरू पनि त्यहाँ कयौँ अरू पनि छन् त्यहाँ जसको त्यस्तै म्युटेसनहरू भएर त्यस्तै सेल, यो प्रकृतिले, यो केमिकल रियाक्सन्सहरूले, यो इलेक्ट्रिसिटीहरूले बनाएको है। अब त्यतिखेर त धरतीमा त जिन्दगी भन्ने त थिएन। त्यसपछि बिस्तारै त्यसपछि लाखौँ करोडौँ वर्ष फेरि बित्दै गएपछि त्यो उसले आफूलाई सर्भाइभल अफ द फिटेस्ट भन्छ नि, सर्भाइभ गराउने क्रममा उसले पानीभित्र सासै लिन नसक्ने अवस्था आएपछि उसले धरती बाहिरबाट सास लिन थालेछ अरे। सास लिन थालेपछि अब त्यो फेरि विकास क्रममा लाखौँ करोडौँ वर्षको विकास क्रम हुँदै जाँदाखेरि ऊ एक धरतीमै बाहिर निस्केछ। त्यो माछा जस्तो, माछै त होइन, त्यो माछा जस्तो एउटा लिभिङ थिङ, प्राणी चाहिँ धरतीमा आएछ। त्यसपछि बिस्तारै धरतीमा घिस्रिँदै गएपछि त्यो हाम्रो इतिहासमै, हाम्रो ह्युमन इतिहासमै, ह्युमन हिस्ट्रीमै पहिलोचोटि एउटा माछा जस्तो पानीको मुनि सुरुवात भएको जिन्दगी धरतीमा आएछ। त्यसपछि करोडौँ वर्षमा उसले धरतीमा धेरै कुराहरू सहेछ। घाम, पानी, सबै कुरा सहँदै गएपछि ऊ स्ट्रङ्गर हुँदै गएछ। उसका छालाहरू सबै दरा हुँदै गएछ, हात नगराको दरा हुँदै गएपछि अन्डा भन्ने कन्सेप्ट नै थिएन अहिलेसम्म। त्यसपछि अन्डा पनि भएछ साथीहरू। अन्डा भएछ र अन्डाबाट नै प्राणी निस्किन थालेछ।
लाइफ निस्किन थालेछ भनेको अब इमेजिन गर्नुहोस्, पहिला त कोषहरूबाट सुरु भएको थियो, अब चाहिँ अन्डाबाट। र त्यो अन्डा चाहिँ बिल्कुलै धरतीमा हाम्रो जमिनमा जन्म लियो, त्यसले पानीमा होइन, त्यो धरतीमा। त्यसपछि तपाईँको त्यसले पनि अब जीवनयापन गर्न थाल्यो, त्यसले पनि धरतीमा जीवनयापन गर्दै जाने क्रममा बिस्तारै त्यो पनि एकदमै डर हो। त्यसलाई चाहिँ रेप्टाइल भन्नुहुन्थ्यो साथीहरू, जस्तो छेपारोहरू जस्तो, हाम्रो छेपारो जस्तो प्रकारको थियो, तर एकदमै डर हो, किनभने उसलाई त अब जमिनमा जिउनु छ। त्यसरी जिउँदै जाने क्रममा छेपारोबाट लाखौँ करोडौँ सालपछि तपाईँको त्यो सँगसँगै हाम्रो ह्युमनको चाहिँ त्यो हो, तर अरू पनि प्राणीहरू थियो त्यहाँ चाहिँ डाइनासोर्सहरूको पनि भएको रहेछ अर्को साइडमा। हामी ह्युमनको यता आउँदैछ भने डाइनासोर्सहरूको उता म्युटेसन भइरहेको रहेछ, सेल फर्म भइरहेको रहेछ, एउटा बढेमानको अजङ्गरको प्राणी त्यता भइरहेको रहेछ। अब उता प्रेडेटर भनेको भोको थियो, अनि मुसा जस्तो हाम्रो जुन एन्सेस्टर छ उनीहरूलाई खाने कोसिसहरू गर्दो रहेछ। अब त्यही विकास क्रममा लाखौँ करोडौँ सालको विकास क्रममा हाम्रो जुन छेपारा जस्तो थियो ऊ चाहिँ मुसा जस्तोमा परिणत भएछ। त्यो पनि कस्तो भने सर्भाइभल अफ द फिटेस्ट, नेचुरल सेलेक्सन। अब यो धरतीमा जिउने क्रममा आफै बन्दै गएको रहेछ मुसा जस्तो। र करोडौँ सालसम्म 10औं करोड वर्षसम्म डाइनोसोर्सहरू यो धरतीमा थिए। त्यो सँगसँगै हाम्रो पुर्खा जुन अहिले मुसा जस्तो फर्म लिएको थियो ऊ पनि धरतीमै थियो। त्यसपछि एउटा यस्तो समय आएछ, फेरि ठुलो एउटा उल्कापिण्डले हाम्रो धरतीमा अट्याक गरेछ भनौँ, धरतीमा गिरेछ, जसले ठुलो आगोको मुस्लो, त्यो चाहिँ अहिलेको मेक्सिकोतिर झरा हो अरे भन्छन् है, ठुलो आगोको मुस्लो बनाएछ यसले। त्यसपछि त्यसले यस्तो ठुलो ग्यास जस्तो छोडेछ, यो पुरै धरती नै ढाकेछ। त्यो क्रममा डाइनासोर्सहरू त खान नपाएर, सास लिन नसकेर डाइनासोर्सहरूको अस्तित्व नै सकियो, डाइनासोर्स नै सक्यो। तर हाम्रो हामी मान्छेहरूको जुन पुर्खा थियो, जुन चाहिँ माछा जस्तोदेखि छेपारा जस्तो पुगेर अहिले मुसा जस्तो रूपमा थियो, उसले चाहिँ आफूलाई जमिनभित्र खनेर जमिनभित्र गएर चाहिँ सर्भाइभ गर्न सिकेछ। त्यसरी सिकेछ। पछि अब फेरि लाखौँ करोडौँ वर्षसम्म, अनि त्यसपछि एउटा अर्को के पनि लाखौँ करोडौँको इभोल्युसनको प्रोसेसमा के भएछ भने त्यो मुसाहरू जस्तोबाट बच्चा जन्मिन थालेछन्, र जुन बच्चाले दुध चुस्न थालेछन् आमाको। ल हेर्नुहोस् है, हाम्रो ह्युमन नेचरसँग कति मिल्दोजुल्दो अहिले हुँदै गइरहेछ है। यो भनेको फेरि करोडौँ अरबौँ वर्ष अगाडिको कुरा हो साथी, यो अहिले तत्कालको कुरा होइन। त्यसपछि त्यो मुसा जस्तोबाट दुध पिउनेहरू पछि यसरी फैलिँदै गएछ। फैलिँदै जाने क्रममा फेरि हाम्रो धरतीमा के भएछ भने एउटा लाभा फुटेछ। त्यो जमिन मुनि जुन तातो लिक्विड हुन्छ लाभा, त्यो धरतीको माथि आएर हाम्रो रसिया सर्बियाको साइडतिरबाट फुट्दै जमिनहरू छुट्टिएछ। त्यसमा पनि हाम्रो जुन पुर्खा छ, नेचुरल सेलेक्सन, हाम्रो पुर्खा बाँच्दै गएछ। र करोडौँ साल तपाईँको यस्तै इभोल्युसनको प्रोसेस हुँदै जाँदा चाहिँ अब बाँच्नु पऱ्यो। बाँच्ने क्रममा कसरी बाँच्छ त भन्दाखेरि त्यसपछि रुख बिरुवाहरू पनि उम्रेछन्, रुखमा चढ्न थालेछ हाम्रो जुन अब मुसा जस्तो रुखमा चढ्न थालेछ। र बिस्तारै रुखमै जिउँदै, रुखको माथि नै जिन्दगी जिउनु, रुखको माथि नै फलहरू टिपेर खाने, जुनले शक्ति इनर्जी आउँदो रहेछ अरू। अनि त्यो क्रम कस्तो हुँदो रहेछ भने यो इभोल्युसनसँगै सेपहरू पनि विभिन्न सेपहरू, अब दाँतको अब हातले हिँडेको छ भने हातका सेपहरू चेन्ज हुँदै जाने, दाँतले खाएको छ भने दाँतका सेपहरू चेन्ज हुँदै जाने, टाउकोका सेपहरू चेन्ज हुँदै जाने क्रममा अब जुन हाम्रो माछा जस्तो पानीको भित्र सुरु भएको एउटा जीवन सेलबाट लिएर माछा जस्तो भएर, छेपारा जस्तो भएर, मुसा जस्तो भएको छु, त्यो चाहिँ अब 2 अर्ब वर्ष 3 वर्षपछि आइपुग्दाखेरि चाहिँ बाँदर जस्तो रूप लिन थालेछ। अब एक्ज्याक्टली बाँदर नै होइन, बाँदर जस्तो रूप लिन थालेछ। र उसले रुखमै फल खाने, फल टिपेर खाने, एउटा रुखबाट अर्को रुखमा जम्प गर्ने, त्यस्तो हुँदै नै चिम्पान्जी जस्तो, बाँदर जस्तो हुँदै तपाईँको त्यसरी नै जीवनयापन भइरहेको रहेछ।
फेरि विकास क्रममा इभोल्युसनको क्रममा 100औं करोडौँ वर्षसम्म त्यस्तो गर्दा गर्दै पछि के भएछ भने फलहरू एक ठाउँमा फलहरू पाउन छोडिएछ। त्यसपछि उसलाई जमिनमा धरतीमा आउनुपर्ने भयो। धरतीमा आएपछि अब उसले बिस्तारै टेक्न सिकेछ। टेकेर एउटा पातबाट एउटा हाँगासँग अर्को हातसँग जाने बिस्तारै बिस्तारै ऊ हिँड्न थालेछ भनेको उसले अब हात छोड्न थाल्यो, हातले समात्न छोड्न थाल्यो। हातको युज पहिला त उसको 4वटै हात खुट्टा सबै युज हुन्थ्यो, अब चाहिँ उसको चाहिँ खुट्टा मात्रै हुन्छ भन्छ, ऊ 2 खुट्टामा हिँड्न थालेछ। अब यसलाई नै जुन बाँदर जस्तो मान्छे नभनौँ, बाँदर जस्तो जुन एउटा रूप लिएको थियो हाम्रो इभोल्युसनको प्रोग्राममा हाम्रा पुर्खाले, त्यो बिस्तारै हिँड्न थालेछ 2 खुट्टामा। ल यहाँ हेर्नुहोस् है, अघि मैले भन्दै थिएँ दुध खान सुरु गर्यो, अब खुट्टामा हिँड्न सुरु गर्यो भनेपछि सेप लिँदैछ। यो पनि करोडौँ वर्ष अगाडि बिस्तारै 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 जुन यो पुच्छर पनि हुँदो रहेछ। अब पुच्छरको काम पनि हुन छोडेछ। पुच्छर पनि घट्दै गएछ र एउटा मान्छे जस्तो, अब अहिलेको मान्छे नै त होइन तर मोडल ह्युमन जस्तो होइन तर मान्छे जस्तो एउटा रूप लिन थालेछ त्यसले। त्यसपछि त्यसरी नै सर्भाइभल हुँदै थियो। अब चाहिँ के हुन थालेछ भने अब खानु पऱ्यो। अब त्यतिखेर त्यो जमाना भनेको त अब हामी अब कति भने यो अरबौँ समय बिताउने, जबकि 4 अर्ब वर्ष पहिला सुरु भएको यो सबै कुराहरू अहिले अरबौँ वर्ष कटेर अब हामी मात्र यस्तो समयमा आइपुग्यो कि 40-50 लाख वर्ष अगाडिको कुरामा आइपुग्यो। जबकि अरबौँ वर्ष अगाडि सुरु भएको थियो त्यो सबै इभोल्युसनको प्रोसेसमा हुँदै 2 खुट्टा टेक्ने ठाउँमा आइपुग्यो भनेको अब 40-45 लाख 50 लाखको वर्ष अगाडिको कुरामा है। र त्यहाँ कस्तो भएछ, अब त्यो समयमा कस्तो थियो त, अब कस्तो थियो जीवन भन्दाखेरि तपाईँको अब चाहिँ खानु पऱ्यो। अब त्यतिखेर त कृषि भन्ने पनि छैन, कुनै कन्सेप्ट छैन, केही छैन। के खाने कसरी खाने भन्दाखेरि अब हन्टर एन्ड ग्यादरर्स भन्ने थियो नि, एउटा हन्ट गर्ने, खाने, मार्ने, खाने, आफै जस्तालाई पनि खाने, कुनै अरू प्राणी भेटियो भने पनि खाने। किनभने अब त्यो मार्न पनि सजिलो हुँदैन थियो होला, कसरी हुन्थ्यो के थियो होइन। बिस्तारै यसरी आफैलाई खाने, मार्ने, झगडा गर्ने भन्ने एउटा त्यस्तो समय थियो। जुन बेला त्यो मान्छे जस्तो जुन प्राणी छ उसले त्यही प्राणीलाई नै खाने। अनि त्यतिखेर पनि हाम्रो हड्डीहरू जुन अहिलेको जुन हाम्रो हड्डीहरू छ त्यस्ता थिएनन्। अब यो फेसको अरू अनेक कुरा होमोसेपियन्स भनेको चाहिँ हाम्रो मान्छे जस्तै देखिने त्यो इतिहास, त्यो भनेको 30-40 लाख वर्ष अगाडिको कुरा। होमोसेपियन्ससम्म आइसक्दाखेरि सुरुमा यो सबै अहिले त हेर्नु त यस्तो विज्ञानको यस्तो तपाईँको यस्तो विकास भएको छ, हामी कुन एजमा आइसक्यौँ। त्यो 40-50 लाख वर्ष अगाडिको चाहिँ कस्तो थियो भने तपाईँको होमोसेपियन्स। अब ढुङ्गे युग भन्ने एउटा सुन्नु भएको छ नि। ढुङ्गा फुटालेर ढुङ्गा चाहिँ हतियारको रूपमा युज हुन थालेछ। ढुङ्गा हतियार, अब ढुङ्गा सार्प हुन थाल्यो। फुटेको ढुङ्गा त सार्प हुन्छ, यसले त काट्ने भयो। काटेपछि त यसले अब त तपाईँको जीवजन्तु मार्नलाई अथवा आफू जस्तैलाई पनि मार्नलाई त सजिलो हुने भयो। यसरी ढुङ्गे युग, एउटा ढुङ्गालाई चाहिँ अस्त्रको रूपमा युज गर्ने अथवा कुनै टुलको रूपमा युज गर्ने एउटा समय आएछ इभोल्युसनको क्रममा। हेर्नुहोस् है, यत्रो हजारौँ वर्षपछि मान्छे माछा जस्तो भनेर त्यस्तो भनेर आउँदा तपाईँको अहिले मान्छे जस्तो देखिने रूप लिइसकेर ढुङ्गे युगमा हुँदैछ। र बिस्तारै यो पनि इभोल्युसन अगाडि बढ्दै गएछ। अर्को लाखौँ सालपछि कस्तो समय आएछ भने अब चाहिँ मिल्ने, अब एकअर्कालाई नै खाने, एकअर्कालाई नै काट्ने, मार्ने भन्दा पनि अब मान्छे जस्तो देखिनेहरू चाहिँ मिलेर हन्टिङ गरेर खाने यस्तो समय आएछ। त्यसपछि अब आगो, किनभने अब हामी त सौर्यमण्डलमा बस्छौँ। अब सूर्यको किरण हुन्छ, कतै ड्राई सुक्खा घाँसपातभन्दा आगो लाग्ने भयो। अब यति बेलासम्म त काठ दाउराले मार्ने, हन्टिङ गर्ने, ग्यादर गर्ने, खाने, मासु खाने। अब कृषिको कुरै छैन है, कन्सेप्ट छैन। अहिले अब हामी भेजिटेरियन भेगनहरूको कुरा गर्छौँ। खासमा चाहिँ हाम्रो इतिहासमा चाहिँ मासु नै खाँदै हामी यहाँसँग आइपुगेको रहेछौँ है। र त्यतिखेर पछि चाहिँ बिस्तारै अब आफैलाई खाने भन्दा पनि आफू जस्तो देखिने चाहिँ
सँगसँगै हिँड्ने, सँगसँगै गाडी हन्टिङ गर्ने, जीव जन्तुहरूलाई खाने, काट्ने, भाला युज गर्ने। अब त भाला भन्दा पनि अब काठहरू युज गर्ने त्यस्तो समय आउँदै गएछ। पछि आगो एकचोटि चाहिँ किन अब त्यो जुन थियो हाम्रो इतिहास, हाम्रो पुर्खाहरू थिए जुन बाँदर भन्नाले चिम्पान्जी दुईवटा खुट्टाले हिँड्न सक्ने त्यो रूपमा थिए, उनीहरूले चाहिँ अब हन्टिङ मारेर खाने क्रममा आगोको पनि एउटा हिसाबले चाहिँ डिस्कभरी भएछ। अब यो आगोको विकाससँगै हाम्रो जिन्दगी चेन्ज हुनेवाला छ। पानीबाट सुरु भएको जिन्दगी आगोको युटिलाइज, आगो भएपछि के भयो भने मारेर ल्याएको मासु चबाएर खान त गाह्रो हुन्थ्यो। अब आगोमा तताएर खाँदाखेरि चबाउन सजिलो हुने भयो, पच्न सजिलो हुने भयो। अब यो सँगै हाम्रो जुन होमोसेपियन्सहरूको पनि सेप चेन्ज हुँदै गयो, हड्डीका हेड सेपहरू चेन्ज हुँदै गयो, हाम्रो हातका सबै कुरा, किनभने जिन्दगीको तरिका बदलिँदैछ नि त। बिस्तारै हेर्दै जानु न, जिन्दगी जिउने तरिका, मान्छे सर्भाइभ गर्ने तरिका, बाँच्ने तरिका बदलिँदैछ। यसरी जाँदै क्रममा अब तपाईँको 2 लाख वर्ष अगाडि मात्रै जस्तो बेलासम्म आइपुग्दाखेरि 2 लाख वर्ष अगाडि जस्तो बेलामा आइपुग्दाखेरि चाहिँ तपाईँको ढुङ्गे युग भयो, ढुङ्गाको टुलहरू युज गर्ने होइन। त्यसपछि हुँदै ब्रोन्ज एज भयो र आइरन एज, अब धातु प्रयोग गर्ने। अब बिस्तारै कृषि गर्ने, खाने, उब्जाउ गर्ने, खाने, मासुमा मात्रै सीमित नरहने, अनि बिस्तारै कम्युनिटीमा बस्ने, एउटा हुन्छ नि एउटा ट्राइब जस्तो, एउटा आदिवासीहरू जस्तो, त्यो 2 लाख वर्ष अगाडिको कुरा है। अब अहिले हामी 2022मा छौँ, 2 लाख वर्ष अगाडिको कुरा, त्यस्तो एउटा समय पनि आएछ। भनेपछि अब विकास क्रममा 4 अर्ब वर्ष पहिले एउटा विस्फोटनबाट एउटा सुरु भएको एउटा यो धरतीमा सुरु भएको जीवन पानी मुनि अहिले अब 2 लाख वर्ष अगाडि मात्रै आइपुग्दाखेरि चाहिँ एउटा सेप लिइसकेको छ। एउटा हेर्नु त, कम्युनिटीमा बस्ने, एग्रिकल्चरहरू कृषिहरू गर्ने, कम्युनिटीमा बस्ने त्योहरू ल्याएको। अब यसरी नै जिन्दगी चल्दै गयो बिस्तारै। अब राजाहरू भन्ने हुन थाल्यो होला होइन। त्यही नै हो नि त हाम्रो इतिहासमा त। राजा डेमोक्रेसी भन्ने छ, जुन प्रजातन्त्र, डेमोक्रेसी, ह्युमन राइट्स भन्ने कुराहरू त कति भयो अहिले, भर्खर 100 वर्ष भयो होला आएको। यो 2 लाख वर्षको इतिहासमा हेर्नु त मान्छेले के गर्थ्यो होला, मान्छे त कसरी बस्थ्यो होला, आदिवासीको जसरी बस्थ्यो होला, एक ठाउँबाट अर्को ठाउँमा ट्राभल गर्थ्यो होला, हिँड्थ्यो होला, मारेर खाने, हन्टिङ गरेर खाने। अब कृषि बिस्तारै आइरन हुँदै अब हामी जुन अब त 2-4 हजार 5 वर्ष 10 हजार वर्ष अगाडि त सभ्यताहरूसँग अब यहाँ त 10-15 हजार 20 हजार वर्ष अगाडि आइपुग्दाखेरि त अब यहाँ त राजाहरू, सभ्यताहरू कुनै अझ कस्तो छ भने कुनै सभ्यताहरूको एकदमै यति एडभान्स सभ्यता थियो कि पछि फेरि के भयो, भूकम्प आयो कि, अर्थक्वेक भयो कि, ती सभ्यताहरू कोही गायब भयो होइन। यस्ता कुराहरू पनि छन् मानव इतिहासमा है। हुँदै गर्दा तपाईँको यसरी नै सुरु हुँदै हेर्नु त, यसरी आइपुगेको छ। र अहिले अब हामी अब 500 वर्ष अगाडिको मात्रै कुरा गर्ने हो भने, राजाहरूबाट हुँदै सुरु हुँदै गएर आएर सुरु भएको, अब 500 वर्ष अगाडि मात्रै सुरु गर्ने भने तपाईँको चाहिँ अब 500 वर्ष अगाडिको कुरा गरौँ, 500 वर्ष अगाडिबाट अहिलेसम्म कुरा गरौँ। अब हामी एउटा मान्छेको रूप लिइसकेका छौँ। हामी त धेरै 500 वर्ष अगाडिसम्म त एडभान्सै भइसकेका छौँ। यहाँ त देशहरू पनि एउटा आफ्नो सिमानाहरू पनि कोरिसकेका छन्, राजाहरू बनिसकेका छन्, ठुला हाम्रा 2000 वर्ष पुरानो 5000 वर्षमा संरचनाहरू बनेका छन्। अब होइन बिस्तारै चाहिँ अब आइरनहरू चलाउने, सबै कुरा चलाउने भइसकेपछि अब बिस्तारै ब्रिटेनतिर चाहिँ इन्डस्ट्रियल एज सुरु हुन थाल्यो। भनेको फ्याक्ट्रिजहरू बन्न थाल्यो, इन्डस्ट्रियल एज सुरु हुन थाल्यो है। त्यसपछि मान्छेहरू कसैले बिजनेस गर्ने, कसैले जागिर काम गर्ने, लेबर गर्ने, यस्तो सुरु हुन थाल्यो। भनेको 200-250 वर्ष अगाडि हात हतियारहरू बन्न थाले। चाइनामा के सुरु भएको छ, संसारभरि नयाँ कुराहरू सुरुवात गर्ने, साइन्टिफिक कुराहरू, साइन्सका कुराहरू, विज्ञानका कुराहरू
समयको कुराहरू सबै सुरु हुँदै गइरहेछ। बिस्तारै समय सुरु हुँदै जाँदाखेरि यो भनेको अहिले हामीभन्दा हजारौँ वर्ष अगाडिको कुरादेखि अहिलेसम्म हुँदै गएछ। इन्डस्ट्रियल एज आयो। इन्डस्ट्रियल एजबाट नि अब बिस्तारै अगाडि बढ्दै गएर अहिले हाम्रो इन्फर्मेसनको एज आएको छ। हामी अहिले 21औँ शताब्दीमा आइसकेका छौँ। कस्ता राजाहरू गए, कस्तो डेमोक्रेसी आयो, अब अहिले संसार कस्तो ठाउँमा छ। अब अहिले त आर्टिफिसियल इन्टेलिजेन्सको कुराहरू आइसकेको छ। सो समग्रमा चाहिँ हामी हेर्नु त कति अरबौँ वर्ष, लाखौँ करोडौँ वर्ष पार गरेर हामी यहाँ आइपुगेका छौँ। म हजुरको अगाडि यसरी युट्युबमा कुरा गरिराखेको छु। यो पनि कसरी के होला, यो क्यामेरा, फोन, अब अहिले त आर्टिफिसियल इन्टेलिजेन्स भन्छ, एआई भन्छ होइन। तपाईँको हेर्नु त अहिले कस्तो इन्फर्मेसनको एज आइसक्यो, टेक्नोलोजीको एज आइसक्यो, हुन त आर्टिफिसियल इन्टेलिजेन्सको एज आइसक्यो। अब त रोबोटिक्सहरूको एज आइसक्यो। उनीहरू आफै काम गर्ने, ह्युमनले त आराम गर्ने, अथवा ह्युमनलाई नै अब रोबोटले दास बनाउने, यस्ता धेरै कुराहरू आइरहेको छ कि फ्युचर अझै कति हजार वर्ष, लाख वर्ष, करोड वर्ष जाने हो, युद्ध हुने हो कि के हुने हो। सो समग्रमा यो नै हाम्रो संसारको एउटा लेम्यानले बुझ्ने भाषामा चाहिँ इतिहास हो। अब यसमा एकदमै गहिरामै जाने भने त 3-4 घन्टा 5 घन्टा लामो भिडियो पनि बनाउन सकिन्छ यसको। तर मैले एउटा मान्छेलाई, एउटा कसैले पनि सिक्न चाह्यो, बोल्न चाह्यो भने चाहिँ कस्तो छ त, के हो त, खास एक्ज्याक्टली कुरा के हो त, हामी कस्तो मुसा जस्तोबाट, माछा जस्तोबाट, मुसा जस्तोबाट कस्तो हुँदै आजको यो रूप हेर्नुहोस् त, कति राम्रो, कति ह्यान्डसम छु म, तपाईँहरूको अगाडि छु, यस्तो भएको छौँ, अनि यस्तो कुराहरू गरिरहेको छौँ अगाडि। सो यो चाहिँ समग्रमा हाम्रो ह्युम्यानिटीको इतिहास हो। र केही कुरा मसँग युट्युबमा धेरै टपिकहरू छन्। मैले सोचेँ पहिला आफ्नो नै ह्युम्यानिटीकैबाट सुरु गरौँ, त्यसपछि अरू कुराको बारेमा चाहिँ बिस्तारै कुरा गर्दै नै जाउँला भनेर। ल यति नै साथीहरू। यदि तपाईँहरूलाई मेरो भिडियो मनपर्छ, मैले अझै राम्रो गर्दै जाओस्, यो मान्छेले अझै राम्रो कन्टेन्टहरू लिएर आओस् भन्दै जान्छ। मैले अहिले एकदमै बेसिकमा काम गरिरहेको छु। मसँग राम्रो क्यामेरा अथवा केही पनि छैन। आइ एम जस्ट स्टार्टिङ राइट नाउ। So I'm also trying to grow. So if you think this guy deserves to go ahead, मेरो च्यानललाई प्लिज सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्। Thank you so much. See you in next video.